हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अब एकछिनमा बाहिर निस्किँदैछौँ। रेडी गर्नु सबैजना। हामी चाहिँ निस्किँदैन भएको छौँ है बाहिर। सबैजना निस्केर ल म रेडी भइसक्नु भएको छ। म चाहिँ मास्क लगाएको छु ठुलो हुनुबाट। सबैजना चाहिँ एकछिन बाहिर निस्किँदैछौँ। बिहानको 9 बजेको छ। ट्याक्सीमा जाँदैछौँ होइन, नारेडीतिर जाँदैछौँ। होइन म एयरपोर्ट नि एयरपोर्टको बाटो एयरपोर्ट। संस्कृतिहरू बाटेर होइन जाँदैछौँ। विकासबाट चित्रपटमा हुँदैछ नेपालमा पशुपतिको परिषदहरू। अब बल यिनीहरूले गर्ने यिनीले पनि गर्ने नेपालको कसैले गर्ने। जाँदैछौँ एरियातिर। हामी चाहिँ भर्खरै नारायण दरबार देखिरहेको छौँ। हामी चाहिँ नारायणी दरबार मार्गको बाटो चाहिँ हिँडिरहेको छौँ। पवित्र आइरहेको छ। कस्तो लागिरहेको छ काठमाडौँ दरबार मार्ग? काठमाडौँ सहर हेर्दा लाग्छ रहर। यहाँ कामको लागि आएको छौँ होइन, सरकारी अफिसमा पासपोर्ट बनाउनलाई। के भन्नु छ पवित्र? हामी कहाँ छौँ? अहिले चाहिँ हामी परिचय पत्र बनाएको काम एकदम छिटो भयो, बालेन सरकार आएको भएर। हामी चाहिँ अहिले पासपोर्ट एकैछिन भयो होइन, बिचौलाहरू खाली छ पुरै सब अनलाइन भइरहेको छ। हाम्रो चाहिँ भर्खरै काम भएर होइन, हाम्रो चाहिँ परिचय पत्र भयो। यति छिटो काम भयो कि पुरै नगरौँ क्या। 10 मिनट सबै काम भ्याइयो भने चाहिँ गरेकै हुँदो रहेनछ। सही। अब हामी चाहिँ निस्किन्छौँ एकछिनमा। हामी चाहिँ जाँदैछौँ जङ्गलको बाटोमा चाहिँ नर्बीतिर। नबेल छ यहाँ घन्टाघर हेरेर आइपुगेछौँ। घन्टाघर नर्मदमा छ। हामी चाहिँ अहिले त असन बजारतिर हिँडिरहेको छौँ। मेरो कुर्ता हेर्खानुपर्छ, ड्याडी चाहिँ आउनुहुन्छ होइन। म चाहिँ यहाँ छु। अहिले पहिलाभन्दा अलिक बढी अस्त छ ठाउँ। अहिले जता जता नो पार्किङ भएको ठाउँमा पुरै बाइकहरूदेखि लिएर सबै कुराहरू पार्क गर्न थालेछन्। बाटो भत्र गोल, जताजति गाडी नै गाडी। अहिले बालेन गइसकेपछि चाहिँ नगरपालिका धेरै अस्तव्यस्त छ, गइरहेको छैन। अहिले फुटबल पनि त्यस्तै छ। मेन उता नो पार्किङ हुने ठाउँमा चाहिँ मम्मीहरू चाहिँ सपिङ जानुभएको छ। हामी चाहिँ यहाँ बाउ छोरा होइन, बाउ छोरा कुरिरहेछौँ। रमाइलो छ असन बजार। सामान त खासै केही किनेको छैन। अब एकछिन आउनुहुन्छ होला सायद, कुर्ता किन जानुभएको छ। त्यहाँ असन बजारको चोकमा छौँ होइन। हामी चाहिँ पुलमा हिँडिरहेको छौँ होइन। अहिले घरै छ। टेम्पोमा हिँडिरहेको छ।
हामी चाहिँ अहिले आमा बस्ने ठाउँमा आएको छौँ आमा बस्ने घरमा निसु छ आमाको रुम हो आमा सुतेर सुतेर आमाको चाहिँ एट्याच टोयलेट बाथरुम पनि छ रहेछ यता हामी कोठा यो आमा बस्ने फ्ल्याट बस्ने फ्ल्याट बिजी रोड छ दाइले कभर बसिरहेको ल हामी चाहिँ होइन भोलि बिहान 6-7 बजी निस्केर होइन राति हामी 9-10 बजीतिर आइपुग्यौँ घर दिनभरि डुलेर अब घर छिर्न लाग्यो हामी आजको दिन चाहिँ समाप्त भयो पवित्र पिजेमा आयौँ आमा घर गएर खाना खाएर आएको हामी